परिवर्तन गाउँपालिका 5 नम्बर वडा अन्तर्गत श्री जनकल्याण मावि त्रिवेणी खोलाको 12 कोठे भवन उद्घाटन कार्यक्रमलाई अध्यक्षता गराउनुभएका दिवसका अध्यक्षज्यू, मञ्चमा आसीन परिवर्तन गाउँपालिकाका उपाध्यक्षज्यू, यस वडाका अध्यक्षज्यू, त्यसैगरी कार्यपालिका सदस्य र वडा सदस्यज्यूहरू, राजनीतिक पार्टीका प्रमुख प्रतिनिधिहरू र हाम्रो जनवादी गायक झङ्कार मगरज्यू र मञ्चमा आसीन सम्पन्न अतिथिज्यूहरू र यो कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गराउनको लागि यहाँ विभिन्न टोल र बस्तीबाट आउनुभएका अभिभावकज्यूहरू, विद्यार्थी भाइ बहिनीहरू र सर म्याडमहरू लगायत तपाईहरु सबैजनामा म परिवर्तन गाउँपालिकाको तर्फबाट र मेरो स्वयं व्यक्तिगत तर्फबाट सर्वप्रथम अभिवादन व्यक्त गर्छु। स्वीकार्नुहोस्। सर्वप्रथम त हिजो मात्र जसरी पहिले चर्चा गरेको जस्तै एउटा अप्रिय घटना भन्नुपर्छ, जीवनमा कहिलेकाहीँ आइपर्छ। जो रुकुमकोटबाट जलजला जारी गर्ने क्रममा थबाङमा जो जीव दुर्घटनामा परेर करिब 20 जना शनाखत भएको चाहिँ अनुसारको 20 जनाको मृत्यु भएको अवस्था र 1 जना घाइते अवस्थामा हुनुहुन्छ। त्यसैले मृतकप्रति हार्दिक श्रद्धाञ्जली र घाइतेको म शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु। निश्चित रूपमा आजको कार्यक्रममा प्रमुख अतिथिको रूपमा हाम्रो पार्टीका नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता तथा रोल्पा जिल्लाको प्रतिनिधि सभा सदस्य र पूर्व अर्थमन्त्री वर्षमान पुनकमरे अनन्त आउने कार्यक्रम थियो। उहाँकै सेड्युलमा यो आजको मिति हामीले फिक्स गरेका थियौँ, किनकि धेरै पहिलेदेखि मैले यो गाउँ यो ठाउँ म पनि रामकोटी भएको हिसाबले ल्याउने मैले प्रयत्न गरिरहेको थिएँ र उहाँले पनि आजको मितिलाई अनुकूल मिति मानेर उहाँले पनि ठिक छ आज चाहिँ कार्यक्रम राख्नुहोस् भनेर भन्नुभएको थियो। तर दुर्भाग्यवश तपाईको त्यो घटनाको कारणले गरी हिजो मात्र जो परिवर्तन गाउँपालिकामा आएर आजको यो कार्यक्रममा एटेन्ड भएर जोडेर चाहिँ थबाङ फर्किने कार्यक्रम थियो र त्यही सिलसिलामा उहाँ चाहिँ करिब मिरुलको टुटु भन्ने ठाउँमा आउनु भएको थियो। तर दुर्भाग्यवश तपाईँको चाहिँ त्यो जो जीव दुर्घटना भइसकेपछि मृत्युको लागि उद्धार गर्नुपर्ने प्रमुख बन्न गएको कारणले गरी उहाँ फर्किनुभयो र आज त्यो दिनभरि त्यही काममा लाग्नुपर्ने भएको कारणले गरी आज उहाँ आउन सक्नु भएन। उहाँ आए तापनि उहाँको तर्फबाट म आफैमा एउटा पालिकाको अध्यक्ष पनि हो र त्यो मात्र नभएर अघि नै उहाँले भनेको जस्तै उहाँसँग निकटतम एउटा चाहिँ नजिकबाट चाहिँ रहेर काम गर्दै आएको एउटा व्यक्तित्वको हिसाबले पनि उहाँले मेरो तर्फबाट म त्यो कार्यक्रममा यो दुर्घटनाको कारणले गरी उद्धार गर्नुपर्ने प्रमुख बन्न गयो। त्यसैले आउन नपाए तापनि के हो भन्दाखेरि मेरो तर्फबाट चाहिँ त्यो विद्यालयको उत्तर प्रगतिको कामना सुनाइदिनु र त्यो मात्र नभएर जसरी मलाई मतदान गर्ने मतदाताहरूलाई चाहिँ पार्टीको तर्फबाट मेरो तर्फबाट हार्दिक धन्यवाद सुनाइदिनु भनेको छ। त्यसैले म हार्दिक धन्यवाद भन्न चाहन्छु। तेस्रो कुरो म तपाईँहरूको यसमा धेरै लामो कुरा गर्दिनँ, किनकि यो कस्तो हुनेछ भने अन्तिममा बोल्ने मान्छेलाई घाटा हुँदैछ, कहिले अन्याय पनि हुँदो रहेछ होइन। कस्तो हुन्छ भनेपछि तपाईँको चाहिँ प्रमुख मान्छे भएपछि सबभन्दा अन्तिममा बोल्नुपर्ने, अनि अन्तिममा बोल्दाखेरि के भने मान्छेहरू यसो चाहिँ गइहाल्ने फेरि चाहिँ। आज यसो मैले हेरेको छु धेरै जस्तो गइसक्नु भएको छ तपाईँको चाहिँ। आज झङ्गाजीले यसो गीत गाउनुभयो, गीत गाएपछि ऊ माथि त्यो पुलमा बसेका दिदीबहिनीहरू पनि नजिकमा आएर के गर्नु भने यसो नाचमा यसो गीतमा चाहिँ सहभागी भन्नुभयो। अब मैले यसो लामो भाषण गर्न सुरु गरेँ भनेपछि तपाईँले जानुहुन्छ फेरि तपाईँको चाहिँ। त्यसो भएको कारणले गरी त्यो तपाईँको मनोविज्ञानको कुराहरू, त्यो तपाईँको भावनाको कुराले पनि के हो भने मैले बुझ्नुपर्छ। मैले मात्र के भन्न चाहेँ भन्दाखेरि निश्चित रूपमा तपाईँले चर्चा गरेको जस्तै एउटा हामी अवसर जसरी परिवर्तन गाउँपालिकाको अध्यक्ष रूपमा हामीले प्राप्त गऱ्यौँ र हामीले हिजो वडाध्यक्ष रूपमा निर्वाचित भएर वडाध्यक्षको नेतृत्वमा हामीले काम गर्ने क्रममा मूल रूपमा
यो विद्यालय त्रिवेणी आदर्श विद्यालय थियो, त्यसपछि उताको चाहिँ कोरोल आदर्श विद्यालयलाई सकेसम्म एउटा विद्यालय बनाएर एउटा राम्रो विद्यालय बनाउन सकिन्छ भने त्यो पनि हामी कोसिस गरौँ। यदि तपाईँको त्यो खालको समायोजनको कुरामा चाहिँ यदि तपाईँको त्यो सम्मान हुन्न भनेपछि त्रिवेणी खोलाले मावि बनाउने कुरामा अगाडि बढाउनुपर्छ भनेर हामीले भनेका थियौँ। त्यही अनुरूपै हाम्रो ७७को कार्यकालमा हामीले के गर्यौँ भने यो तपाईँको मावि बनाउनलाई हामीले अनुमति दिने गरी एउटाले सिफारिस गरेको थियो र हामी यो मावि बनाउन सुरु गरेका थियौँ, जो यो कच्ची भवनबाट सुरु भएको थियो। आज म गाउँपालिका अध्यक्षमा निर्वाचित भइसकेपछि अर्थात् निर्वाचित दोस्रो निर्वाचनमा हामी यो ठाउँमा आइसकेपछि आज हामीले सौभाग्यवश जसरी यो 12 गते भवन करिब 1 करोड 10 लाखको चाहिँ भवन हो, यो चाहिँ 1 करोड 10 लाखको भवन जसरी हामी सम्पन्न गरेर चाहिँ मैले आफै उद्घाटन गर्ने जो अवसर प्राप्त गरेँ त्यसको लागि तपाईहरु सबैजनालाई हार्दिक बधाई ज्ञापन गर्न चाहन्छु। निश्चित रूपमा यो शिक्षामा समस्याहरू छन्। आज शैक्षिक क्षेत्रको हिसाबले समग्रमा नेपालको सन्दर्भमा हेर्दाखेरि हामीले समस्या देखिराखेका छौँ। अघि नै मभन्दा पहिले बोल्ने वक्ताहरूले स्थायी शिक्षकको कुरा दरबन्दीको कुरा गरिराख्नु भएको थियो। त्यो दरबन्दी सृजना पालिकाले गर्न स्थायी दरबन्दी कुरा पालिकाको अधिकारभित्रको कुरा होइन, हामी स्पष्ट हुनुपर्छ। त्यो भनेको सङ्घीय सरकारले शिक्षा ऐन नै व्यवस्था गरेर शिक्षा ऐन चाहिँ जो 2028 सालको शिक्षा ऐन र 2059 सालको चाहिँ शिक्षा नियमावलीको आधारमा अहिले विद्यालय चलाउनु पर्ने अवस्था छ। संविधान त हामीले के भनेको छ भन्दाखेरि स्थानीय तहको सरकारभित्र चाहिँ आधारभूत तर माध्यमिक शिक्षाको चाहिँ अधिकार दिएको छ। माध्यमिक तर आधारभूत तहको शिक्षाको अधिकार दिए तापनि अझै पनि पूर्ण रूपमा कार्यान्वयन गर्न लागि जो वित्तीय अधिकारको कुरा त्यो दिन सकिरहेको अवस्था छैन। त्यसको चपेटामा हामी परेका छौँ। र पनि के हो भनेदेखि तपाईँको चाहिने जुन स्थायी दरबन्दी सृजना नगरे तापनि हाम्रो पालिकाले विशेष हामी निर्वाचित भइसकेपछि यो विद्यालयलाई माथि उठाउन लागि यो विद्यालयको पठन पाठनलाई सुधार्नको लागि जसरी अभिभावकले 5,000 रुपियाँ उठाउनु पर्ने अवस्था थियो, हिजो अभिभावकले 2,500 उठाउनु पर्ने अवस्था थियो। तपाईँको शिक्षा क्वालिटी शिक्षामा चाहिँ कसरी राम्रो गराउने भनेर छलफल गर्ने भन्दा पनि कसरी चाहिँ शिक्षालाई तलब खुवाउने कसरी चाहिँ पैसा उठाउने भन्ने कुरामा तपाईँहरूको बढी चिन्ता हुन्थ्यो। आज त्यो कुराको हामीले अन्त्य गरेका छौँ। र मैले हिसाब गर्दाखेरि पालिकाको हिसाब गर्दाखेरि तपाईँ आफै सोच्नुहुन्छ, सरहरूले थाहा छ करिब यो विद्यालयको शिक्षामा शिक्षक व्यवस्थापन मात्र हामीले के भने आधा करोडमा 10 लाख कम चाहिँ हामी लगानी गर्ने प्रत्येक वर्ष। त्यो भनेको कति हो? आधा करोडमा 10 लाख कम भनेको कति हो भन्दाखेरि 40 लाख जति हामी खर्च गरिरहेको छौँ। हिसाब गर्नुहोस्, 40 लाख जति हामीले प्रत्येक वर्ष शिक्षक व्यवस्थामा हामीले खर्च गरिरहेको छौँ यो ठाउँको लागि चाहिँ, होइन? भवन हामीले बनायो 1 करोड 10 लाखको र शैक्षिक व्यवस्था हामीले चाहिँ 40 लाख जति सर्ट हामीले खर्च गरिरहेका छौँ भने योभन्दा ठुलो के हुनसक्छ? हामीले चाहिँ तपाईँको चाहिँ यदि योभन्दा पछाडिको कुरामा अरू चाहिँ तपाईँको चाहिँ अब पनि निर्वाचन आउँछ, योभन्दा पछाडि निर्वाचनमा निर्वाचितहरूले चाहिँ कसरी गर्न सक्छ त्यो उहाँको कुरा हो। तर हामीले भन्नुपर्छ कि तपाईँको चाहिँ यो रामकोटबाट हामीले निर्वाचित गरेर गाउँपालिका अध्यक्षको रूपमा अवसर प्राप्त गर्ने क्रममा हाम्रो गाउँपालिकामा हामीले जसरी छलफल गऱ्यौँ र हामीले एउटा चाहिँ के हो भने शैक्षिक रूपमा पछाडि परेको समुदायलाई हामीले माथि उठाउने गरी र शैक्षिक उपलब्धि हासिल गर्ने गरी चाहिँ हामीले काम गर्नुपर्छ भनेर आज त्रिवेणी खोला मात्र होइन, आज परिवर्तन गाउँपालिका गरी शैक्षिक रूपमा लगानी बढाएर हामीले यस्तै खालका विद्यालयहरू जहाँ तपाईँको दरबन्दीहरू छैनन् त्यो ठाउँमा चाहिँ सङ्घीय अनुदानको दरबन्दी होस्, चाहे सङ्घीय अनुदान नभएको ठाउँमा चाहिँ गाउँपालिका आफै सृजना गरेर चाहिँ हामीले काम गरिरहेछौँ। यसो गर्दै जाने क्रममा अब हामीले के हो अहिले दरबन्दी सृजना गरेर दरबन्दी वितरणको काम त हामीले गऱ्यौँ। अब हामीले के हो भन्दाखेरि अहिले एउटा शिक्षा नियमावली हामी बनाउँदैछौँ। शिक्षा ऐन बनाइसकेका छौँ स्थानीय तहको। हामी अलिकति के हो भने ढिलाइ अवश्य भएका छौँ। ढिलाइ हुनुको पछिको कारण भनेको के हो भने हामी सङ्घीय शिक्षा ऐनको पर्खामा थियौँ। सङ्घीय शिक्षा ऐन आयो भनेपछि तपाईँको फेरि हाम्रो पालिकाले बनाए ऐनसँग बाध्य बने फेरि माथि मान्नुपर्ने अवस्था हुन्छ। फेरि त्यसो भएको कारणले सकभर सङ्घीय शिक्षा ऐन आयो भनेपछि त्यसको आधारमा हामीले पालिकाको शिक्षा ऐन बनाउँछौँ भनेर हामी लागेको, तर के हो भने सङ्घीय शिक्षा ऐन आउन सकेन। नआएको कारणले गर्दाखेरि हामीले के गर्नु भन्दाखेरि कम्तीमा पनि हामीले शिक्षा ऐन पालिकाले बनाउनुपर्छ भनेर ऐन बनाएका छौँ र नियमावली बनाएका छौँ। र त्यसमा अब हामीले के गर्छौँ भन्दाखेरि नियमावलीको आधारमा अब चाहिँ दरबन्दी जुन ठाउँमा मिलान गर्नुपर्ने हो, दरबन्दी मिलान गर्ने ठाउँमा हामीले मिलान गर्ने कुराहरू
त्यसपछि तपाईँको चाहिँ जुन ठाउँमा विद्यार्थी सङ्ख्याहरू चाहिँ तपाईँको कम छन्, भौगोलिक रूपमा समायोजन गर्न सकिने अवस्था छ, त्यो ठाउँमा समायोजन गर्ने कुराहरू र बाँकी समायोजन गर्न नसकिने र दरबन्दी पनि थप्न नसकिने ठाउँमा चाहिँ अवश्य पनि त्यसले घटाएर भए पनि विद्यालय शिक्षाले राम्रो बनाउने अवस्था चाहिँ छ। आज हामीले क्वालिटीको कुरा भन्दा पनि क्वान्टिटीको कुरा गरिराखेका छौँ। क्वान्टिटी भनेको के हो भने स्कुल चाहिँ बढाउँदै जाने, तहल थप्दै जाने, त्यो क्वान्टिटीको कुरा हो, सङ्ख्यामा थप्दै जाने होइन, तर गुणस्तर छ कि छैन, गुणस्तर काम गर्न सक्नुपर्ने अवस्था हो कि भन्ने हिसाब नगर्ने, त्यस्तो खालको उसमा जस्तै अहिले दाउनगारको त पुत्ताचरको हाम्रो चाहिँ जो 80को तपाईँ जो त्यहाँका साथीहरूले आन्दोलन पनि गरे। हामी एउटा समझदार भएको छ, 3-4वटा हामी चाहिँ के भने मापदण्डहरू चाहिँ पुरा गर्नुहोस् भनेको छौँ। हामी चाहिँ पहिलो मापदण्ड भनेको विद्यार्थी नै हो भनेका छौँ। तपाईँले 35जना विद्यार्थी पुरा गर्नुहोस्, 35जना विद्यार्थी पुरा गर्नुहुन्छ भने ठिक छ, ओके। दोस्रो कुरो पनि हामीले दरबन्दी सिर्जना गर्न सक्दैनौँ, किन राङ्गोमा 2वटा मावि छ, अर्को मावि थप्ने भनेको दरबन्दी सिर्जना दायित्व बढाउने कुरा हो, त्यो हामी गर्न सक्दैनौँ। त्यसको लागि के हो भने दायित्व यदि तपाईँले बोक्न सक्नुहुन्छ भने जब प्रतिबद्धता कुरा गर्नुभएको छ, तपाईँले प्रतिबद्धता गरेर पैसा उठाउनुहोस्, त्यसो भनेर हामी केही 3-4वटा कुराहरूले भनेका छौँ। 3-4वटा कुरा अहिले पुरा गर्नु भने चाहिँ अनुमति दिन्छौँ, दिने कुरामा हामी चाहिँ पोजिटिभ छौँ, तर तपाईँको 3-4वटा कुरा उहाँले चाहिँ पुरा गर्न सक्नुपर्ने अवस्था भएन भने हामी अनुमति दिन सक्दैनौँ। किनकि हामीले अब विद्यालयलाई घटाउनेतिर लाग्ने हो, बढाउनेतिर होइन। जुन हामी विद्यार्थीहरूलाई तपाईँको चाहिँ के भने भूमिभित्र लगेर कोठाभित्र लगेर ठुल्नेतिर होइन, अब विद्यार्थीहरूलाई क्वालिटी एजुकेसनको कुरा, एउटा गुणस्तर शिक्षाको कुरालाई पनि हामी ग्यारेन्टी गरेर जानुपर्ने अवस्था हुन्छ। त्यसो भएको कारणखेरि त्यो दिशातिर जाने गरी हामीले चाहिँ भनेका छौँ र त्यही स्तरबाट हामीले चाहिँ छलफल अगाडि बढेका छौँ। र त्यसो गरिकरणमा स्थानीय तहको सरकारले हामीले निश्चितमा के भनेको छ भनेदेखि आखिरमा विपन्न बालबालिकालाई छात्रवृत्ति व्यवस्था गरेका छौँ। तर राङकोटको सन्दर्भमा छात्रवृत्तिकोमा प्राप्त गर्ने विद्यार्थी एकदम कम हुनुहुन्छ। हामीले एमबिबिएसमा वर्षनी 30-40 लाख रुपियाँ खर्च गरिरहेका छौँ। र 30-40 लाख रुपियाँ भनेको तपाईँको के छ भन्दाखेरि जम्मा तपाईँको अहिले 3जना विद्यार्थी हाम्रो चाहिँ राङसीका बहिनीहरूले नाम निकालेर पढिराख्नु भएको छ। हाम्रो राङकोटबाट चाहिँ स्कलरसिपमा प्राप्त गरेर पठन पालन गर्ने कुरामा चाहिँ उहाँहरूको चाहिँ अहिले नाम निकाल्न सक्ने अवस्था भइराखेको छैन।